रमाइलोतिर जाँदै हो यहाँनिर अब रमाइलो जाने हो रमाइलो निस्किँदै जानु भन्छ यो चाहिँ मेरो घर है कस्तो लाग्छ भन्नु होला यो चाहिँ मेरो घर म चाहिँ अब रमाइलो जाने हाम्रो गाउँतिरको बाटो है हाम्रो गाउँतिर चाहिँ बाटो बन्दैछ त्यहाँ पेलेर छोडिरहेको पिच बन्ने भन्थ्यो अब हो कि होइन थाहा भएन है यता चाहिँ म चाहिँ जानुपर्ने थाहा हो यहाँ चाहिँ म दिदीकोमा हाम्रो दिदीको घर चाहिँ नजिक हो मेरो घर चाहिँ तल हो दिदीको घरमा निस्किँदै जाने यो चाहिँ मेरो चाहिँ यता बर्मन हरकपुर मिलनचोक है यहाँ चाहिँ मेरो दिदीको घर हो भनेको दिदीको घरमा जाएको दिदी चाहिँ छैन है दिदी चाहिँ रहेन रहेछ देख्न सक्नुहुन्छ है बिरालो चाहिँ हाम्रो माइली बाउजूको यो चाहिँ घरमा धनी रहेन रहेछ घर चाहिँ यता म पनि अब मान्छे भेट्न आएको थिएँ मान्छे चाहिँ रहेन रहेछ बिरालो भाउ तरिएर हिँडिरहेको चाहिँ यसलाई चाहिँ पुरा धनी नभएर बिराक्तेर केटो कि केटी हो थाहा भएन तलमाथि गरेर चाहिँ बिरालो चाहिँ क्युट छ है यो चाहिँ हाम्रो बजार जाने बाटो नारायणचोक है नारायणचोक हामी बजार जाने बाटोमा यहाँ चाहिँ हाम्रो नारायणचोक हुँदै जानुपर्छ नारायणचोक हुँदै बर्बन बजार हो अहिले चाहिँ म बजार जाँदै हल्का बजार पनि नछिरी भएको छैन बजार पनि जाने हो तपाईँलाई बजार पनि देखाउने छु हेर्दै गर्नुहोला तपाईँलाई गाउँ कतिको मनपर्छ कमेन्ट गर्नु होला यो चाहिँ हाम्रो गाउँ कस्तो छ कमेन्ट गर्नु है सबैजनाले है म चाहिँ यहाँ बजार आइपुगेर यहाँ मेरो थोरै सामान किन्नु थियो र आइपुगेर देख्न सक्नुहुन्छ म चाहिँ बजार छिर्दै गरेको है यो चाहिँ यता बाटो साइडमा हो अन्त अर्को साइडमा चाहिँ कपडा पसलहरू अरू छ है यहाँ सुरुमा देख्नुहुन्छ है कपडाहरू यो चाहिँ होलसेल कपडाहरू है तपाईँलाई केही चाहिएमा सम्पर्क गर्नु होला यहाँनिर सेलुन हो सेलुन यहाँदेखि उता चाहिँ अब यहाँनिर सबै थोक पाउँछ तपाईँलाई के को जरुरत छ भनौँ न तपाईँलाई घरमा युज हुने चिजहरू यहाँ जुत्ता चप्पल पनि सिलाउन सक्नुहुन्छ जुत्ता चप्पल बदामहरू सुन्तलाहरू आज चाहिँ म चाहिँ यहाँनिर तपाईँहरूलाई बजार टुर गरौँ भनेर म चाहिँ आइरहेको छु के कस्तो लाग्छ कमेन्ट गर्नु होला तपाईँहरू यहाँ आउनको लागि चाहिँ कानेपोखरी बर्बन 4 है यो वडा नम्बर 4 मा पर्छ हाम्रो चाहिँ 3 मा हो हाम्रोदेखि चाहिँ बजार जानलाई 10-15 मिनट जति लाग्छ है साइकलमा हाम्रो चाहिँ प्रायः जस्तो रेगुलर बजार चाहिँ यही हो हामी चाहिँ यता बजारलाई हटिया पनि भन्छ है देख्न सक्नुहुन्छ यहाँ चाहिँ कपडा अनि यहाँ चाहिँ बाटो चाहिँ ठुलै हो यता र उता अब हटियाको दिन चाहिँ जस दुईतिर कपडाहरू राख्छ र अलिकति साँघुरो देखिन्छ अब यहाँ चाहिँ गाडीहरू हिँड्नलाई पनि एकदमै साँघुरो हुन्छ है अरू बेला त बाटै यही हो अनि उताको साइडमा चाहिँ कपडा त्यहाँदेखि उता अझै उता साइडमा चाहिँ भाँडाकुँडाहरू के बेच्छ देख्न सक्नुहुन्छ कपडालाई म चाहिँ सब्जी लाइनमा जाँदै हो हल्का सब्जीहरू किन्न थियो सब्जीहरू भन्दा नि प्याज टमाटरहरू किन्नु थियो अनि तपाईँहरूलाई पनि कोही अब नयाँ हुनुहुन्छ भने यहाँनिर आएर हाम्रो बजार घुमेर जानु होला के कस्तो लाग्छ कमेन्ट गर्नु होला है यहाँ चाहिँ अब धेरै ठाउँ खालीहरू पनि छ देख्न सक्नुहुन्छ सब्जी लाइन यहाँ चाहिँ सब्जी लाइन उता अगाडि मन्दिर पनि छ भनौँ न मन्दिर तपाईँलाई अरू कुरा केही चाहिएमा फ्यान्सी पसलहरू पनि छ फाइनली म चाहिँ सामानहरू किनेर बाहिर पनि निस्किसकेँ अहिले चाहिँ म पेट्रोल पम्प जाँदैछु यो बाटो चाहिँ हाम्रो ठ्याक्कै पेट्रोल पम्प उता ठुलो रोड निस्केर पेट्रोल पम्प निस्किन्छ है म चाहिँ कालिस्तानदेखि तल पेट्रोल पम्प छ तपाईँहरू पनि आउन सक्नुहुन्छ कोही यता आउँदै हुनुहुन्छ भने कालिस्तानमा पेट्रोल पम्प छ है रमाइलोदेखि केही मिटर तल तपाईँहरू पनि आएर देख्न सक्नुहुन्छ लाउनु तपाईँहरू नातिनु होला है हाम्रोतिर आउँदै हुनुहुन्छ भने पेट्रोलको लागि पेट्रोल पम्पै लाउँछु भन्नुहुन्छ भने नि पेट्रोल पम्प पाउँछ है पेट्रोल लाएर चाहिँ म चाहिँ लागेँ फेरि रमाइलोतिर रमाइलो चाहिँ मेरो दाजुको घर है मेरो आमा घर भन्छौँ हामी चाहिँ अब आमा घर भन्छौँ दाजुले बनाउनु भएको आमा बसेर चाहिँ सबैले आमा घर भन्छौँ है म चाहिँ जाँदैछु बाटोमा देख्न सक्नुहुन्छ यो बाटो चाहिँ रङ्गेली निस्किन्छ है तपाईँहरू विराटनगर जाँदै हुनुहुन्छ भने कोही कानेपोखरदेखि झरेर रङ्गेली हुँदै विराटनगर पनि जान सक्नुहुन्छ यो चाहिँ ठ्याक्कै विराटनगर इन्डियाको बोर्डरसम्म पुग्छ है यो चाहिँ हाम्रो बाटो यता विराटनगर जाने चाहिँ हाइवे नै भनौँ न अहिले चाहिँ अब यस्तै छ फाइनली म चाहिँ रमाइलो पनि आइपुगेँ देख्न सक्नुहुन्छ है यो चाहिँ हाम्रो रमाइलो बजार चाहिँ भित्री छ है हटिया लाग्ने चाहिँ भित्री हो हाम्रो चाहिँ यो चाहिँ अगाडिपट्टिको भाग हो यहाँनिर अगाडि चौबाटो छ चौबाटोदेखि भित्र गयो भने चाहिँ हाम्रो रमाइलो बजार है यहाँदेखि अगाडि निस्किँदाखेरि सिधै जाँदाखेरि चाहिँ अहिके रोड हाम्रो कानेपोखर जाने हाइवे रोडमा भेट हुन्छ यहाँ अगाडि चाहिँ हाइवे रोड निस्किन्छ है म चाहिँ यहीँसम्म मात्रै आएको थिएँ कपाल सपाल काट्नलाई आएको थिएँ है तपाईँहरू देख्न सक्नुहुन्छ के कस्तो लाग्यो होला नयाँ हुनुहुन्छ भने थाहा छ भने कमेन्ट गर्नु होला है सबैजनाले म चाहिँ अहिले रमाइलो पुगेर कपाल सपाल काटेर
आमा घर पनि आइपुगेँ है। यो चाहिँ मेरो दाजुको घर हो। आमा घर भन्दा नि आमा बस्नु भएको छ र हामी चाहिँ आमा घर भन्छौँ। यता चाहिँ चारो काट्नलाई रेडी पार्न आँट्नुभएको रहेछ। हाम्रो दोकान पनि छ है, तपाईँलाई केही चाहिएमा। यता रमाइलो मुनि सप्तरङ्गी टोल है। हाम्रो आमा बस्नुहुन्छ, आमा भाउजू हुन्छ, दाइ चाहिँ बाहिर हुन्छ। यता चाहिँ हाम्रो आमा है। के छ आमा खबर? हाम्रो आमा हुनुहुन्छ। अनि यता चाहिँ म है, हाम्रो आमा घर। तपाईँलाई कस्तो लाग्यो भन्नु होला। यता चाहिँ किचन हो, हाम्रो सागहरू लगाउनु भएको रहेछ। पर भन्दा चाहिँ घर आएर रमाइलोदेखि घर आएर खोर्सानी भिजाउँदै है। म भान्जा खोर्सानी भिजाउँदै, यो चाहिँ मैले रोपेको भर्खर बाँच्दैछ। मरम कि बाँच्छु भन्दै बाँचेछ। हाम्रो चाहिँ यता घर आइपुग्यो। यता चाहिँ आलु रोप्नु भएको छ है। दिदीको घर हो, मैले चाहिँ यता माथि। हामी चाहिँ घर पनि आइपुगिसक्यो। ल पछि चाहिएमा खबर गर्नु होला।